छ सन्चै हुनुहुन्छ? नमस्ते सबै नेपाली दाजुभाइहरूलाई नमस्ते। अरबी कक्षा नेपालीमा फेरि पनि स्वागत छ। आउनुहोस् है त सिकौँ। मुख माफी भन्छ नि कहिलेकाहीँ, त्यो भनेको दिमाग छैन भनेको है। मुख माफी अन्त दिमाग छैन भनमा सेक्युरिटी गार्ड हुन्छ नि, सेक्युरिटी गार्डलाई के भन्छ? हारासात। हारासात भन्यो भने सेक्युरिटी गार्ड भनेर हामीले बुझ्नुपर्छ है त। परौठा फतायर, जी फतायर भन्यो भने परौठा दिनुहोस् भनेर बुझ्नुपर्छ है त। फतायर। सक्यो खलास सक्यो भन्नु पर्यो नि, खल्लास भनेर बुझ्नुपर्छ है त। माफी अलिन अहिले होइन, माफी अलहिन अहिले होइन, होइन भनेको माफी, अलहिन भनेको अहिले। माफी अलिन अहिले छैन। मिल्कियत भनेको सम्पत्ति। माराना मिल्कियत भन्यो कि मेरो सम्पत्ति, मिल्कियत भनेको सम्पत्ति। तानी भन्यो भने अर्को, तानियौँ भनेको अर्को दिन भन्छ नि, तानी भनेको अर्को, तानी भनेको बुझ्नु पर्यो, तानी भनेको अर्को। लाहाम जीव लाहाम भन्यो भने खसीको मासु दिनुहोस् भनेको बुझ्नुपर्छ। जे होस् लाहाम भनेको खसीको मासु। तमिस भन्छ है, तमिस भनेको तन्दुरी रोटी भनेको तमिस। जुबाला भनेको फोहोर हाल्ने ठाउँ अथवा फोहोर फाल्ने ठाउँ। जुबाला भनेको फोहोर फाल्ने ठाउँलाई जुबाला भन्छ। समक भनेको माछालाई समक भन्छ अरबी भाषाबाट है त साथीहरू। बोल्दै जाँदा सिक्दै जाँदा आउँछ मुन्जफ भन्यो नि सफाई गर्ने मान्छे यानि कि क्लिनरलाई के भन्छ? मुन्जफ। मुखद्दा भनेको सिरानी भन्न पर्यो भने हामीले बुझ्नु पर्यो के त? मुखद्दा भन्यो भने सिरानी भनेर भनेको बुझ्नु पर्यो है त। टेक्निसियन, हादा टेक्निसियन, यो टेक्निसियन हो। हादा फन्नी भनेको टेक्निसियन। फकिया नि भन्छ। फाकिहा भनेको फलफुल। जी फाकिया भन्यो भने फलफुल दिनुहोस्। जवादी भनेको दहीलाई जवादी भन्छ है त। जवादी भनेको दही। जवादी भन्यो भने दही। वेटरलाई के भन्छ? नादिल। अन्त नादिल, तपाईँ वेटर हुनुहुन्छ भनेर बुझ्नुपर्छ है त। नादिल भनेको वेटर। सफा गर्नु भनेर अब अरबीले भन्छ भनेपछि नदाफा अथवा तन्जिफ पनि भन्छ। तुलाब, वेन तुलाब, दराज कहाँ छ? तुलाब भन्यो भने दराज। सिक्दै जाँदा आउँछ, बोल्दै जाँदा आउँछ, अप्ठ्यारो हुन्छ सुरुमा। जुवान भनेको भोक लाग्नु। अना जुवान, मलाई भोक लागेको छ। जुवान भनेको भोक लाग्नु जुवान। खसम भन्यो भने डिस्काउन्ट भन्यो भने खसम है त। खसम भनेको डिस्काउन्ट। सफर अथवा सेफर भन्छ, मोबाइलमा चाहिँ सेफर भन्छ भने हामीले बोल्दाखेरि प्रयोग गर्दा सफर भन्यो भने शून्य, जेरो। नज्जार भन्यो भने कार्पेन्टर भनेर बुझ्नुपर्छ है त। नज्जार भनेको कार्पेन्टर। तारिक अथवा तरिक, वेन मौजुदिन त भन्यो भने अना तारिक, अना फी तारिक, म रोडमा छु। अथवा तारिक भनेको रोड। ताहुन भन्यो भने चक्की भन्यो भने ताहुन, जस्तो औषधिहरूको चक्की हुन्छ होइन, त्यसलाई ताहुन भन्छ। दगिग भनेको आँटा, जस्तै आँटा पिठो हुन्छ नि, त्यसलाई दगिग भन्छ है त। यो भान्सामा प्रयोग हुन्छ नि त यस्तो कुराहरू। दगिग। जुबुन भनेको पनिर। पनिर भन्नु पर्यो भने जुबुन भनेर भन्नु पर्यो है त। जुबुन। जस्तै मोही भन्नु पर्यो लेबन। जीव लेबन भन्यो भने मोही दिनुहोस् भनेर बुझ्नुपर्छ है त। मोही भनेको लेबन। सल्ली, यो चाहिँ बुझ्नुपर्छ है। सल्ली भनेको नमाज। आज सल्ली छ, इलियोम सल्ली भन्यो भने आज नमाजको दिन छ है भन्ने। सल्ली।
मजलिस भनेको बैठक कोठा। वेन मजलिस भन्यो भने कहाँ छ बैठक कोठा भनेको है त। मजलिस भनेको बैठक कोठा। तस्करा, तस्करा भनेको टिकट, यो घर जाने बेलामा काम लाग्छ। जीव तस्करा भन्यो भने टिकट काट्न, टिकट चाहिँ ल्याउनुहोस् भनेको है त। तब्बाख, किचन, यानि तब्बाख भनेको भान्साघर, भान्साघरलाई के भन्दो रहेछ, तब्बाख, तब्बाख। गदा, गदा भनेको दिउँसोको खाना। लन्च है त, गदा भनेको दिउँसोको खाना अथवा लन्च। सहान, सहान भनेको प्लेट, प्लेट। वेन सहान भन्यो नि के भनेको भनेर भन्दा नि सहान भनेको प्लेट भनेको बुझ्नुपर्छ। फिलफिल, जीव फिलफिल, जीव वाहत फिलफिल भन्छ, त्यो भनेको फिलफिल भनेको खोर्सानी, वाहत फिलफिल भनेको एउटा खोर्सानी। बतात अथवा पतात भनेको जस्तो पनि सुनिन्छ, तर बतात भनेको है, बतात भनेको अथवा बतात भनेको आलु, बतात आलु। मेन्दिल, मेन्दिल, लुसमहात, जीव मेन्दिल भन्यो नि सुन्नुहोस् त मलाई टिस्यु पेपर दिनुहोस् भनेको है त। मेन्दिल भनेको टिस्यु पेपर। बुफिया, वेन बुफिया है नै भन्यो नि चियाको पसल कहाँ छ भनेर सोधेको है त। बुफिया भनेको चियाको पसल। दजाज, अघि लाहाम थियो खसीको मासु, अहिले दजाज भनेको कुखुराको मासु, कुखुराको मासुलाई के भन्दो रहेछ, दजाज। आलम, आलम भनेको पीडा, कुनै पनि कुरा अब पीडा छ मलाई भन्नु पऱ्यो भने आना बस ज्यादा आलम भनेर बुझिन्छ। जिस्म भनेको फेरि शरीर, मेरो जिस्म, मालाना जिस्म भन्यो भने मेरो शरीर भनेर बुझिन्छ। मालाना शरीर, जिस्म भने मेरो शरीरमा पीडा छ भनेको है त। वजा भनेको अनुहार, अनुहार भन्नु पऱ्यो भने वजाह, वजा, वजा भने सुनिन्छ है। अनुहार भन्यो भने वजा। सार, यस्तै सार भनेको फेरि कपाल, सार भनेको कपाल। प्रयोग गर्यो भने आउँछ है साथीहरू, प्रयोग गर्नुपर्छ अनि आउँछ। फुतुर, नास्ता, अघि गदा थियो दिउँसोको खाना हो भने बिहानको खाना अथवा नास्तालाई के भन्छ, फुतुर। फेरि फतुरा भन्यो भने बिल है त फेरि। दाखल इजी मग्नु, भित्र आउन मनाइ छ, दाखल इजी मग्नु, भित्र आउन मनाइ छ। मग्नु भनेको मनाइ। हैन माफेजलेस, यहाँ नबस्नुहोस्, हैन माफेजलेस, यहाँ नबस्नुहोस्। हार, चर्को, यो चर्को भने कस्तो भने जस्तो खानेकुरामा कहिलेकाहीँ चर्को नुन हुन्छ अथवा चर्को चिनी हुन्छ नि, त्यो बेलाको चर्को है, फेरि चर्को घाम होइन नि, चर्को। हर, हलु भनेको मिठो, हलु, हदा हलु, हदा ज्यादा हलु भन्छ नि, त्यो भनेको धेरै मिठो छ अथवा मिठो। नाना भनेको फेरि पुदिना, पुदिना भनेको नाना, नाना भन्यो भने पुदिना यो है त। खसबरा भन्यो भने फेरि धनिया, रकफ खसबरा भन्यो भने धनिया राख्नुहोस् है भनेको है त। खसबरा भनेको धनिया। जस्तै प्याज भन्नु पर्यो फेरि कसरी भन्ने, बसल, बसल भनेको प्याज, बसल भन्यो भने प्याज भनेको भनेर बुझ्नुपर्छ है त। बोर्तुकाल, बोर्तुकाल भनेको सुन्तला, सुन्तला के भन्छ, बोर्तुकाल, बोर्तुकाल, बोर्तुकाल त्यो भनेको सुन्तला, बोर्तुकाल। गरुरा भन्यो भने बोतल, आधा गरुरा भन्यो भने यो बोतल, गरुरा, गरुरा भनेको बोतल है त साथीहरू। हादा मकान भन्छ नि, यो ठाउँ अथवा मकान भन्छ नि, त्यो भनेको ठाउँ, ठाउँ भन्नु पर्यो भने मकान भन्ने शब्द हामीले प्रयोग गर्नु पर्यो। खप्सा, खप्सा भनेको पुलाउ, इलियोम्स खप्सा अखिल भन्यो भने आज पुलाउ खाउँ है त भनेको है त। खप्सा भनेको पुलाउ। साय जायज, चिया तयार छ, साय जायज, चिया तयार छ, साय जायज भनेको चिया तयार छ। फुतुर खफिफ भन्यो भने हल्का नास्ता, हल्का नास्ता भन्यो भने फुतुर खफिफ, हल्का नास्ता, फुतुर खफिफ। तुक्जल, लेस तुक्जल अन्ते भन्यो भने किन नलजाउनु भएको अथवा तुक्जल मात्रै भन्यो भने नलजाउनुहोस्, नलजाउनुहोस् भने तुक्जल। जस्तै जमल भन्यो नि ऊँट, हाम्रो जमल घण्टा गरी याद गर्नु पर्यो है त। ऊँट, ऊँट भन्नु पर्यो नि जमल, हादा जमल भन्यो भने यो ऊँट हो।
खरुफ खरुफ भनेको फेरि के भयो भेडा भेडालाई बुझाउँदाखेरि के भन्छ खरुफ भनेर भन्यो भने भेडा भनेको भनेर बुझिन्छ जस्तै कमिज कमिज भन्यो भने सर्ट सर्ट भन्न खोजेको छ है यसले भनेर भनेको बुझ्नु पर्यो है त सर्ट भनेको कमिज यस्तै गरी अर्को छ तोब तोब भनेको फेरि अरबी ड्रेस जुन यो अरबीहरूले लाउँछन् नि जुन सेतो लाउँछन् नि हो त्यसलाई अरबी ड्रेस अथवा त्यसलाई तोब भन्छ है त तोब युसाब युसाब भनेको चोट लाग्नु भन्यो भने युसाब युसाब भन्यो भने चोट लाग्नु है त चोट लाग्नु भन्यो भने के हो भने युसाब जस्तै गाली भन्यो भने महँगो ज्यादा गाली है यो धेरै महँगो छ वाजिद गाली भन्यो नि महँगो धेरै महँगो है गाली जस्तै मजबुत पक्का ठिक छ मजबुत राम्रोसँग ठिक छ नि होइन त भन्यो भने मजबुत अथवा पक्का ठिक छ मस्करा मजाक गर्नुलाई के भन्छ मस्करा माफी मस्करा मैले जिस्केको होइन भन्ने बुझिन्छ त मस्करा भनेको मजाक गर्नु माद्री अथवा माफी मालौ भन्यो भने मलाई थाहा छैन है त माद्री मलाई थाहा छैन सुगुल ज्यादा काम धेरै छ मालुम अन्त इलियोम सुगुल ज्यादा तपाईँलाई थाहा छ आज धेरै काम थियो अथवा सुगुल ज्यादा भनेको काम धेरै छ उसब भनेको फेरि घाँस उसब भन्यो भने घाँस है त उसब भन्यो भने घाँस अर्को छ कवीर सजर कवीर भनेको ठुलो सजर भनेको रुख कवीर सजर भन्यो भने ठुलो रुख गल्ब गल्ब भन्यो नि मुठु मेरो मुठु मालाना गल्ब मुठु गल्ब 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 भन्छ है हकीकत हकीकत भन्यो नि साँचो यो चाहिँ हिन्दीबाट आएको कुरा हो यो चाहिँ हकीकत भन्छ नि हिन्दी मुभीहरूमा पनि हकीकत भनेको साँचो जस्तै कज्जाब भन्यो भने झुटो झुटोलाई कज्जाब अन्त कज्जाब तपाईँ झुटो कज्जाब है त झुटो भन्नु पर्यो भने कज्जाब जस्तै बाल्टी भन्दा सत्तल सत्तल भन्यो भने फेरि बाल्टी बाल्टी भनेको के रहेछ त सत्तल सजिलो छ है प्रयोग चाहिँ गर्नुपर्छ मिल्गा चम्चा प्रयोग गर्नुहोस् होइन त अनि बल्ल आउँछ है त सजिलो हुन्छ चम्चा मिल्गा सज्जल अन्त सज्जल भन्छ नि त्यो भनेको तपाईँ लेख्नुहोस् है भनेको है त सज्जल भनेको लेख्नु लेख्नुलाई के भन्दो रहेछ त सज्जल स्मानी भन्यो भने सुन्नुहोस् लौ समात स्मानी एक्सक्युज मी सुन्नुहोस् त भनेको है त स्मानी भन्यो भने सुन्नुहोस् बुक्रारो सफर भोलि जानु यात्रामा है त बुक्रारो सफर भोलि जानु यात्रामा लाजिज जेन कि लाजिज भने खाना स्वादिष्ट छ लाजिज भनेको स्वादिष्ट स्वादिष्ट भन्नु भने के रहेछ लाजिज मुतर्जिम भन्यो नि भाषा अनुवादक यानि कि भाषा ट्रान्सलेट गर्ने मान्छे या त ट्रान्सलेटरलाई के भन्छ मुतर्जिम मुतर्जिम भनेको भाषा अनुवादक किस किस भनेको झोला जसरी शान्ता भनेको लगेज हो भने किस भनेको झोला प्लास्टिकको झोला हुन्छ नि सानो झोलालाई किस भन्छ मुस्तकबल अब रह्यो मुस्तकबल भनेको भविष्य भविष्य भन्यो भने मुस्तकबल मुस्तकबल भन्यो नि भविष्य हुकुमत यानी कि सरकार सरकारलाई के भन्छ हुकुमत हुकुमत भन्यो नि सरकार हादा हुकुमत अथवा यो सरकार मुहिम महत्त्वपूर्ण मुहिम मुहिम भन्यो नि महत्त्वपूर्ण मुहिम महत्त्वपूर्ण ला तकलक चिन्ता नगर्नुहोस् ला तकलक चिन्ता नगर्नुहोस् है त ला तकलक भनेको चिन्ता नगर्नुहोस् तर्जुमा अनुवाद अथवा ट्रान्सलेटेड भन्छ क्या ट्रान्सलेट भइसकेको अनुवाद गरिएको भन्छ नि त्यो भनेको तर्जुमा ट्रान्सलेटेड तालिम तालिम भनेको फेरि सिक्नु जस्तै तालिममा सिकिन्छ नि त जे कुरा सिक्नु भन्नु पर्यो भने त्यसलाई तालिम भन्छ है त एलियो भनेको आज माफी भनेको होइन एलियो माफी आज होइन एलियो माफी आज होइन एलियो माफी बुक्रा आज होइन भोलि भनेको है त मुदिर जी फुलुस कमान्डर अथवा आफ्नो सरहरू हुन्छ नि सरलाई त सिद्धि भन्छ नि त
कमान्डर पैसा दिनुहोस्, मुदिर चिफुलुस। मुतजौविज, अना मुतजौविज भनेको म विवाहित हो, मुतजौविज भन्यो नि विवाहित, अथवा आरुस पनि भन्छ है त। अल मुअज्जब, अल मुअज्जब भनेको अल भनेको द है त, मुअज्जब भनेको पंखा, अल मुअज्जब भनेको द फ्यान। सगिर भनेको छोटो, छोटो, हादा सगिर यो छोटो छ, सगिर भनेको छोटो, सगिर भनेको छोटो। जस्तै कबिर भनेको फेरि ठुलो, ठुलो भन्नु पर्यो भने कबिर भनेर भन्नु पर्यो है त हामीले, कबिर ठुलो। तामिन, जीव तामन, ल्याउनुहोस् त इन्सुरेन्स तपाईँको, तामिन भन्यो भने इन्सुरेन्स, इन्सुरेन्स तामिन। सक्कर, सक्कर बाब, सक्कर बाउआमा, ढोका बन्द गर्नुहोस्, गेट बन्द गर्नुहोस्, सक्कर भन्यो नि बन्द गर्नु, बाउआमा भनेको गेट, जिल्द भन्यो नि गाता। जस्तो किताब खोल हुन्छ नि, खोल कभर क्या, कभर, जेको कभरलाई नि जिल्द भन्छ है, जस्तै किताबको कभर यस्तै है।